पूर्व राष्ट्रपतिकै हैसियतमा दुईटा कार्यक्रमको सन्दर्भमा केही दिन अगाडि कोशी प्रदेशमा उहाँ आउनुभएको थियो। पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला जो विराटनगर महानगरपालिकाले आयोजना गरेको थियो। त्यस बेलामा देशभरिकै महिला उपाध्यक्षहरू, उपप्रमुखहरू लगायतको जनप्रतिनिधिहरूको भेलामा प्रमुख अतिथिको रूपमा उहाँ उपस्थित हुनुभएको थियो। स्वाभाविक रूपमा पूर्व राष्ट्रपतिज्यू कोशी प्रदेशमा आउनु हुँदै गर्दा हामीले उहाँलाई वेलकम गर्नु पर्थ्यो। हामीले उहाँलाई स्वागत गऱ्यौँ। उहाँ चाहिँ पूर्व नेकपा एमालेको उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिबाट त्यस उचाइमा पुग्नु भएको नाताले र महिला प्रथम राष्ट्रिय अध्यक्ष हुनुभएको नाताले हामीले त्यो स्वाभाविक रूपमा त्यो गर्नुपर्थ्यो। दोस्रो कार्यक्रम मदन भण्डारी फाउन्डेसन कोशी र नेकपा एमालेको विज्ञान तथा प्रविधि विभाग कोशीले आयोजना गरेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी जो झापाको बिर्तामोडमा आयोजना भएको थियो। त्यस कार्यक्रमको समेत प्रमुख अतिथिको रूपमा उहाँ उपस्थित हुनुभएको थियो। त्यो प्रदर्शनी वास्तवमा पहिलो ऐतिहासिक कोशी प्रदेशका सबै जिल्लाका माध्यमिक विद्यालयहरूले विद्यार्थीहरूले सहभागिता जनाएको अहिलेसम्मका नयाँ सोचहरू, सृजनाहरू, सम्भावनाहरू, आविष्कारहरू, अध्ययन, खोज र अनुसन्धानहरूको प्रदर्शनी थियो। र त्यस्तो कार्यक्रममा उहाँ उपस्थित हुनु त्यो स्वाभाविक थियो, सान्दर्भिक थियो। त्यस प्रकार दुईटा औपचारिक कार्यक्रमहरूको सिलसिलामा उहाँ उपस्थित हुनुभएको कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। र जहाँसम्म अहिले मिडियामा हामीले पनि सुनिरहेका छौँ, अनेकन खालका चाहिँ अनुमानहरू गर्न थालिएको छ। पार्टीभित्र पनि एक प्रकारको चाहिँ उत्सुकता र अन्योलता त्यसले पैदा गरिराखेको महसुस हामीले गरिराखेका छौँ कि अब फेरि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सत्य राजनीतिमा फर्कदै हुनुहुन्छ, फर्कन चाहँदै हुनुहुन्छ। त्यसमा पनि अझ नेकपा एमालेका अध्यक्ष केपी शर्माहरूलाई रिप्लेस गरेर उहाँ अध्यक्ष बन्न चाहँदै हुनुहुन्छ, अध्यक्ष बन्न आउँदै हुनुहुन्छ। अहिले बजारमा यस प्रकारको कुराले एउटा मतलब चाहिँ स्पेस चाहिँ पाइराखेको हामीले देखिरहेका छौँ। तर अहिले नेकपा एमालेको स्थायी कमिटीको सदस्य र उहाँसँग एक प्रकारले एउटा जिल्लावासीको नाताले पनि र पार्टीमा लामो समय सँगै काम गर्दै आएको हिसाबले पनि हाम्रो संवाद हुने गर्छ। तर आजको मितिसम्म सक्रिय राजनीतिमा फर्किने कुरा, अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा, अझ केपीओलाई रिप्लेस गर्न म चाहिँ आउँदैछु भन्ने कुरा उहाँले प्रकट गरेको, व्यक्त गरेको मैले सुनेको छैन, हामीले सुनेका छैनौँ। अब भोलि पार्टीले त्यो आवश्यकता ठान्यो, छलफलको विषय बन्यो, पार्टीले आग्रह गर्ने स्थिति बन्यो। त्यो सन्दर्भमा उहाँले निर्णय गर्ने कुरा हो। तर उहाँ एउटा सक्रिय मतलब चाहिँ एउटा राजनीतिक कर्मी भएको नाताले, एउटा सफल मतलब चाहिँ राष्ट्र अध्यक्ष भएको नाताले देशको बारेमा र नेपाली जनताको बारेमा, देशको राष्ट्रियताको बारेमा, देशको अर्थतन्त्रको बारेमा र अहिले भइरहेका विभिन्न खालका चाहिँ गतिविधिहरूको बारेमा चासो राख्नु असाध्यै स्वाभाविक कुरा हो र सान्दर्भिक कुरा हो। उहाँले नेकपा एमालेलाई पनि सुझाव दिन सक्नुहुन्छ, अन्य राजनीतिक दलहरूलाई पनि सुझाव दिन सक्नुहुन्छ। त्यो हिसाबले उहाँले
विभिन्न सन्दर्भमा विभिन्न सान्दर्भिक मतलब चाहिँ कार्यक्रमहरूमा उहाँले भाग पनि लिइरहनु भएको छ र उहाँसँग धेरै मान्छेहरूले संवाद पनि गरिराखेका छन्, गर्न खोजी पनि रहेका छन्। त्यो स्वाभाविक पनि राष्ट्र अध्यक्ष भएको नाताले सबैले उहाँसँग चाहिँ अलिकति संवाद गर्ने, कुराकानी गर्ने त्यो चाहना राख्नु स्वाभाविकै पनि हो। त्यसैले अहिले नेकपा एमालेलाई चौतर्फी रूपमा घेराबन्दी गर्दै आइएको मतलब चाहिँ परिस्थितिमा अहिले सम्पूर्ण मतलब प्रहारको निशाना केपी ओली र हाम्रो नेकपा एमाले माथि भइराखेको सन्दर्भमा कसो गर्दा नेकपा एमाले अलिकति चाहिँ हल्लाउन सकिन्छ, कमजोर बनाउन सकिन्छ, मूल मिसनमा चाहिँ अब केन्द्रित हुन नदिनको निम्ति कार्यकर्ताहरूको मनस्थितिलाई बिथोल्नको निमित्त के गर्दा हुन्छ, कसो भन्दा हुन्छ, योजनाबद्ध गलत कुराहरूको चाहिँ अफवाह पनि चलाइराखिएको छ र एउटा मिसन बनाएर अहिलेको सम्माननीय पूर्व राष्ट्रपतिज्यूलाई जोडेर यो विषयका माध्यमबाट पनि नेकपा एमालेलाई कतै कमजोर बनाउन सकिन्छ कि भन्ने दुराशय यसमा हुनुपर्दछ भन्ने अनुमान हामीले गरिरहेका छौँ। त्यसैले यो बाहिरी मतलब चाहिँ हल्लामा, प्रचारमा मतलब चाहिँ भ्रमित हुनुपर्ने खण्ड छैन, आवश्यकता छैन। यो कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु।